हेलो एभ्रिवान, फुलबारीको ब्लग पछि चाहिँ म आज हजुरहरूलाई चाहिँ मेरो सब्जी बारी चाहिँ देखाउन गइरहेको छु। सो जाँदा जाँदै सुरुमा चाहिँ म खोर्सानीको बोट देखाउँछु है त। खोर्सानी चाहिँ फलेको छ कि छैन मैले टिपेर सबै खाइसकेँ घर बसिन्जेल। सो यो चाहिँ हाम्रो भिन्डीको बोटहरू छ। भिन्डी टनाटन फलिरहेको छ है। मलाई अर्ग्यानिक खानेकुरा एकदम मनपर्छ। मैले काठमाडौँमा यति धेरै मिस गरिसकेको थिएँ। सो यो चाहिँ के हो, यो हर्दी बेसार जस्तो लागिरहेको छ मलाई। सिमिलरली त्यस पछाडि चाहिँ यो हाम्रो काँक्राको घिरौलाको ज्याङ हो है। काँक्राको बोटहरू टन्न थियो, अब त सुकिसक्यो होला यार, यस्तो मम्मीले थाङ्ना लगाएर गर्नुभएको छ। यो सागहरू हो, यो सागको नाम चाहिँ मलाई थाहा छैन, खाना चाहिँ खाएँ। रिच इन सो फाइबर है। ल हेर त, टिप्ने मान्छे नभएर घिरौला सबै सुकिसकेको छ। ल काँक्रा, सानो काँक्रा चाहिँ लागिरहेको छ। त्यो घिरौलाको चाहिँ जालो नै बनाउनुपर्छ जस्तो छ। सिमिलरली हिजो त मम्मीले बोडीहरू के टिप्नु भएको थियो, म यस्तो गाडीमा चाहिँ छिर्दिनँ। म नेक्स्ट पार्टबाट चाहिँ हजुरहरूलाई देखाउन गइरहेको छु है त। यो पुरै बार लगाएको छ। सो यहाँ रहेको छ घिरौला। घिरौला चाहिँ यस्तो सानो सानो घिरौला चाहिँ लागिरहेको छ है त। यो चाहिँ घिरौलाको बोटहरू हो। यहाँ सानो सानो कलिलो चाहिँ घिरौला लागिरहेको छ। त्यस पछाडि यो चाहिँ हाम्रो सुपारी बारी हो। सुपारी बारीमा चाहिँ विभिन्न यो के हो, इस्कुसको मुन्टा हो है त। यो चाहिँ मम्मीले रोप्नु भएको। र उता पनि एउटा सानो काँक्रा लागिरहेको छ। त्यस पछाडि आम्मामा उता माथि घिरौला हेर्नुहोस् न, पुरै घिरौला टिप्न नसकेर सुकेर बसेछ। मम्मी यस्तो बिरामी हुनुहुन्थ्यो नि त, मैले पनि खासै देखिनँ। यो चाहिँ मेवाको बोट रहेको छ। यो चाहिँ हाम्रो पुरै सुपारी बारी रहेको छ। सुपारीमा अमिलोको बोट छ, आँप, लिची के रोपेको छ मेरो बहिनीले। त्यसै गरी त्यहाँ फर्सीको मुन्टा र गट्टो छ है। फर्सी रोपेको छ सुपारी बारीमै। यो लिचीको बोट रहेको छ। त्यसै गरी यो मेवा उम्रेको होला। र सजुन, यो हाँगा चाहिँ हाम्रो सजुन भन्छ, सजुनको हाँगा हो। यो फल्ने बेला भएको छैन, फलिसक्यो, अब फुल्छ होला। ठुलो हाँगा थियो, डेडीहरूले चाहिँ काटिदिनु भएछ यस पछाडि। सो वी आर झापाली गाइस, झापाली सुपारी बगान हेर्नु न, पुरै बगान छ है हाम्रो घरमा। त्यसै गरी यहाँ चाहिँ बोडी छ है त। उता पनि फलिरहेको छ, बोडीहरू फलिरहेको छ। यो चाहिँ कस्तो क्युट गट्टो लागेको मैले देखेको थिएँ है त। सिमिलरली यो चाहिँ फर्सीको फुल रहेको छ। फर्सीको मुन्टा फुल मैले अस्ति चाहिँ पकाएर खाएको थिएँ। अब यो के को बोट हो, आई डोन्ट नो रिगार्डिङ दिस। सो दिस इज करी पत्ता, करी लिप्स हो। सब्जीमा हियरमा युज गरिन्छ। त्यसै गरी चाहिँ यो घारीले मलाई यस्तो स्केयर्ड गर्यो कि म जानै डराइरहेको छु कि जताततै। यो हाम्रो आँपको बोट हो। आँप त के फुलेर के भइसकेको छ। सो यो बेसार हो, बेसार अदुवा रोप्नु भएको छ। यो हाम्रो कुला घारी रहेको छ। सो यहाँबाट देखाइदिन्छु। त्यो पर चाहिँ सबै खेत छ हाम्रो, अनि मेरो अङ्कलको खेतहरू चाहिँ यहाँ रहेको छ। बोटहरू हाम्रोमा सुपारीको बोट चाहिँ सानो ठुलो जस्तो पनि छ क्या। यो चाहिँ करेलाको बोट हो। करेला चाहिँ अलमोस्ट फलेकै रहेन रहेछ अहिले, मेबी सुकिसक्यो होला है। यहाँ मैले एउटा सानो गट्टो देखेको थिएँ, थाङ्ना लागेको कहाँनिर गट्टो थियो, फर्सीको गट्टा थियो। त्यस्तो मम्मीले टिप्नु भएछ कि क्या हो, कस्तो क्युट गट्टो लागिरहेको देखिरहेको थियो यसमा। सिमिलरली सो यहाँ यस्तो मजाले चाहिँ हाम्रो अदुवा ड्याङ बनाएर चाहिँ अदुवा रोपेको छ। सो यो के भन्छ, माने के भन्छ यसलाई, आई डोन्ट नो अबाउट दिस। सो यहाँ चाहिँ भिन्डी बारी हो। यहाँ चाहिँ अस्ति गोन्डा भ्याइरहनु भएको थियो एकजना दाइले। यो पाटा के को साग हो मेबी। सो हाम्रो घरमा चाहिँ गोबर ग्यास छ। सो गोबरहरू चाहिँ कलेक्टै हुन्छ। यो सबै सुपारी क्या, अब धान रोप्न सकिँदैन भनेर चाहिँ। यो चाहिँ हाम्रो ब्याक सेक्सन हो घरको। यो यसरी चाहिँ राखिएको छ। अहिले चाहिँ हल्का धेरै अहिले झरी असारको टाइममा भनेर चाहिँ खासै ऊ छैन। यो दुइटा चाहिँ नरिवलको बोट। पहिला ठुल्ठुलो नरिवल थियो, सबै मास्यो। नरिवल, आरू बखडा, अनार। त्यो घारीमा चाहिँ त्यो तल पार चाहिँ पाइनएप्पल चाहिँ फलेको छ। मलाई त्यहाँ जानै डर लाग्छ, किनभने गोगन सर्प हुन्छ नि त त्यहाँ एकदमै धेरै। सो योभन्दा उता पछाडिको हाम्रो सेक्सनमा चाहिँ यति धेरै गट्टोहरू चाहिँ फलेको छ फर्सीको। सो आई वान्ट टु सो यो कस्तो क्युट गट्टो थियो क्या। यो कहाँ गयो होला, खोर्सानी अगाडि खोर्सानीको बोट थियो यहाँ। सो
सो अहिले चाहिँ हाम्रो घरमा भएको सब्जीहरू भनेको चाहिँ फर्सीको मुन्टा गट्टो बोडी करेला अनि त्यस पछाडि रहेको छ यो घारी चाहिँ लास्टै धेरै एक्सपान्ड छ यो घारी म चाहिँ जानु तपाईँहरूलाई मैले यसरी एक राउन्ड चाहिँ देखाउँछु ठुल्ठुलो सुपारीको बोटहरू चाहिँ यस्तो छ सानोहरू चाहिँ प्रोसेसमा रहेको छ सो यहाँ चाहिँ खासै धेरै गट्टो पाउनुहुन्न हजुरहरूले तर उता पल्लो सेक्सनमा चाहिँ अझै परको सेक्सनमा पनि छ त्यहाँ चाहिँ लास्टै धेरै गट्टोहरू छ सो यो चाहिँ गाडी रहेको छ एउटा त भेट्छु होला जस्तो लागेको भएन सो यता पनि सुपारी बारी छ उता पनि नरिवलको बोट छ सो यहाँबाट चाहिँ यो के भन्छ परालको जाग भन्छ यसलाई गाईलाई हामी खुवाउँछौँ सो उहाँ पनि ठुल्ठुलो सुपारीहरू छ त्यस पछाडि यसरी बोट बिरुवा चाहिँ रोपेको छ यो चाहिँ हाम्रो सब्जी बारी भनौँ कि सुपारी बारी भनौँ त्यस प्रकार रहेको छ र यति नै रहेको छ अहिलेको लागि यो झरीको सिजनमा पनि यत्रो सागसब्जी हुनु भनेको द्याट इज द बिग अचिभमेन्ट अल थ्याङ्क्स टु माई मम एन्ड हर इफोर्ट सो यहाँ पनि ड्रागन छ ओ ड्रागनहरू टन्नै छ क्या हाम्रो खेती यो पुरै यो पिलरलाई जति सबैमा ड्रागन चाहिँ रोपेको छ थ्याङ्क्स फर वाचिङ एभ्रीवान सो यो हाम्रो बारीमै फलेको फर्सीको गट्टो मलाई एकदम खान मन लागेर साह्रै ल्यायो यो बोडी गिरौला भिन्डी